हेलो साथीहरू, नमस्ते साथीहरू हैन। म चाहिँ हजुरहरुसँग एउटा सल्लाह लिन आएको हैन। हजुरहरुसँग सल्लाह लिम कि भनेर म यो भिडियो बनाउँदै छु मेरो लागि हजुरहरुको लागि भनौं न। मैले 5-6 महिना अगाडि चाहिँ आधा किलो लसुन रोपेको थियो। अनि लसुन रोपेको थियो, यति हेर्नु न, यति जग्गामा मैले यतिमा रोपेको थियो। अनि आधा किलो जति थियो होला रोपेको, अहिले आधा किलो भन्दा अलिक बढी आएछ। हेर्नुस् न। अनि हेर्नुस् न, जत्रो रोपेको थियो त्यत्रै उम्रेछ। त्यो भन्दा हल्का ठुलो होला हैन। लोकल लसुन कत्रो चाहिँ हुन्छ, हल्का ठुलो होला लसुन, हेर्न सक्नुहुन्छ हजुरहरुले हेर्नु। अनि आधा किलो रोपेकोमा अहिले हल्का धेरै भन्नाले पनि 1 किलो पौने 1 किलो होला अहिले हैन। यतिसम्म आएको रहेछ। अनि हजुरहरुलाई सोध्न चाहन्थे कि अब मलाई नआएर हो कि न कि अब 6 महिनासम्म पानी त हाल्थेँ मैले, बिहान बेलुका पानी हाल्थेँ। अब मलहरू भयो, मलहरू पनि हालेको थियो। अनि खरानीहरू, आगो बालेको खरानीहरू पनि मैले हाल्थेँ। कहिलेकाहीँ भयो पनि यसो आगो सागो बालेर मैले खरानीहरू हालिदिन्थेँ हैन। त्यति गर्दा नि खोइ के नपुगेको पनि लसुन निस्केछ यत्रो यत्रो, हेर्नुहोस्। मलाई नि हाँस उठ्दैछ कि लसुनहरू देखेर हैन। अनि त्यही हजुरहरुलाई सोध्न चाहन्थे कि अब हजुरहरु जसले खेतीबारी गर्नुहुन्छ हजुरहरुलाई त अब गाउँघरमा थाहा हुन्छ। अनि के नपुगेको होला भनेर हजुरहरुले मलाई कमेन्टमा यसो सल्लाह सुझाव दिनु होला है। मलाई त अब त्यति अब यो भिडियोहरू पनि त्यति भन्नाले नि सर्टकट भिडियोहरू त बनाउँछु, यस्तो लङ भिडियोहरू त्यति बनाउन आउँदैन। हजुरहरुले सपोर्ट गरिदिनु होला त्यही पनि हैन। नयाँ हो भने यो भिडियो मजाले राम्ररी फुल भिडियो वाच गरिदिनु होला। अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला नयाँ साथीहरूले। पुरानो साथीहरूले त अलरेडी लाइक कमेन्ट गरिदिनु हुन्छ। म पनि उहाँहरूको भिडियोमा गएर गर्छु हैन, लाइक कमेन्टहरू गरिदिन्छु। देखेपछि अब कति प्राइज जस्तो हुन्छ नि त, अब भ्याउँदिनँ कहिलेकाहीँ त, नभ्याउँदाखेरि त अब धेरै साथीहरू छ, धेरै सब्सक्राइब गरेको छु, धेरै साथीहरू छु। अनि अब धेरै साथीहरू हुँदाखेरि अब थाहा पनि नपाउने कति साथीहरूको अब कोहीको अब लाइक गर्न भ्याउँछ, कोहीको भ्याउँदैन। अब आफै बिजी भएको हुन्छ। अनि त्यो कारणले साथीभाइहरू रिसरास नगरिदिनु होला। मेरो भिडियोमा यस्तो गर्दैन, लाइक गर्दैन, यस्तो यस्तो नभन्नु होला। मैले देखेको अनुसारले, मैले भेटाएको अनुसारले मैले लाइक कमेन्ट गरिदिन्छु है। हजुरहरूले पनि यो भिडियो हेर्नुभयो भने लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला हैन। र मलाई बताइदिनु होला कि यो लसुनमा के पुगेन हैन। हजुरहरूले मलाई सल्लाह दिनु होला कि के पुगेन, के गर्नुपर्ने, कस्तो गर्नुपर्ने भनेर हैन। अब त्यही पनि अब यहाँबाट त अब रुम सिफ्ट हुँदैछु म 4-5 दिनमा रुम सिफ्ट हुँदैछु। यहाँ चाहिँ खेत थियो कि सानो, पछाडि